हाई नमस्ते सम्पूर्ण अनलाइन मित्रहरुमा म डिब्रल तर्फबाट अर्को राजनीतिक विषयवस्तुलाई लिएर उपस्थित भएको छु। बालेनले सदनमा उभिएर एउटा अदम्य साहस गर्नुभएको छ। विदेशी दलालहरू जसरी राष्ट्रवादी भक्ति गीतगान गाएर पाखण्डी राष्ट्रवादको पाखण्ड खोल ओढेर जसरी केपी ओली भए प्रचण्ड जस्ता अथवा नेपाली कांग्रेस जस्ता विदेशी दलालहरू उदाए, त्यो नेपालको इतिहासको सबैभन्दा कालो इतिहास हो। तर अब विषयवस्तु के हो त भन्दा हिजो बालेन शाहले जुन एकदमै एउटा संसद जस्तो गरिमामय अथवा गणतान्त्रिक मूल्य मान्यताको मन्दिरमा उभिएर जे कुरा बोल्नुभयो एकदमै सत्य कुरा बोल्नुभयो। उहाँले अर्को कुरा साहसिक तरिकाले के भन्नुभयो भने हिजो इस्ट इन्डियामा आएका युके अथवा लन्डन अथवा ब्रिटेनलाई समेत हामीले पत्राचार गरेका छौँ कि तपाईले जसरी भूमि हस्तान्तरण गरेर जानुभयो त्यसको सीमा विवादमा तपाईँ पनि सहभागी भएर सीमा सुल्झाउनुपर्छ। भारत चाइना र हामी बीचको समस्या अब तपाईँ पनि मध्यस्थकर्ता बनिदिनुपर्छ है भन्ने जुन आँट राख्नुभयो, यो सायद नेपाली इतिहासमा योभन्दा अगाडि अथवा योभन्दा पछाडि कसैले राख्ने साहस गर्लान् जस्तो मलाई लाग्दैन। किनभने केपी ओली जस्ता गद्दारहरू, प्रचण्ड जस्ता गद्दारहरू र कांग्रेसका जस्ता गगन थापा जस्ता विदेशी चाटुकारहरूले यो कुरा भन्न सक्दैन थियो। त्यो कुरा चाहिँ उहाँले ब्रिटेनसम्म अथवा युकेसम्मको उच्च संरचनालाई त्यो चिठी पठाउनु भनेको त्यो सबैभन्दा ठुलो साहस हो। राष्ट्रवादी सोच, राष्ट्रभक्ति भन्ने कुरा के हो, यो कुरालाई मनन गर्न आवश्यक छ। तिमीहरूका दाइ भाउजूहरू अथवा तिमीहरूका बाहरूले अहिलेसम्म युके त के भारतका उच्च अहोदाका कूटनीतिलाई एउटा पत्र काटेर सीधा प्रश्न सोध्न सक्ने हिम्मत थिएन। तर बालेनले युके अथवा ब्रिटेनलाई शुद्ध तपाईहरू पनि मध्यस्थकर्ता बनिनुपर्छ, तपाईहरू जति बेला शासन गर्नुभएको थियो त्यो समस्या विवाद सीमा विवाद अहिले सुल्झाइनुपर्छ तपाईहरूको मध्यस्थता भनेर जसरी पत्राचार गरियो त्यो एकदमै सराहनीय काम छ। त्यसका लागि 3 करोड नेपाली जनताले साथ दिनेछन्। यी झोलेहरू विदेशी दलालका चाटुकारहरूले जसरी विरोध गरिरहेका छन् सडकमा आएर, यो दुःखद हो। किनभने महाकाली सन्धि जस्ता गण्डकी र मेची बेचिदा समेत शुद्ध नबोल्ने, सुस्ता कालापानी बेचिदासम्म शुद्ध नबोल्नेहरू आज बालेनको एउटा सानो अभिव्यक्तिले सडकमा राजनीतिक रूपमा जुन नौटङ्की देखाइरहेका छन् त्यो नेपाली जनताले नजिकबाट हेर्न आवश्यक छ। त्यस्ताहरू आफै किनारा लाग्नेछन्। हवस्, धन्यवाद।